अब जुन चाहिँ अघि मैले राखेको कुराहरूमा चाहिँ केसामी लुङथुङफुको र नामसामी लुङथुङफुको थियो। केसामी लुङथुङफुको र नामसामी लुङथुङफुमा चाहिँ केसामीको छाला सुकेपछि चाहिँ नामसामीले चाहिँ सेहो नामलाङ नाम राखेको है। त्यो चाहिँ हामी स्पष्ट रूपमा हुनुपर्छ। सबै केलाङनाथीहरूले चाहिँ यो कुरा चाहिँ हामी क्लियर रहनुपर्छ। र हामी केसामीको छालालाई चाहिँ नामसामीले चाइनातिर गएर नुन तिल पैसा याङ इच्छे चेथ्याहरू साटेर ल्यायो। साटेर ल्याइसकेपछि चाहिँ आमा तिगेङजोङनामालाई दियो र रहेको बाँकी चाहिँ छाला रह्यो। हामी स्पष्ट रूपमा हुनुपर्छ कि हाम्रो फराक्लो गर्दा युम गर्दा चाहिँ जुन चाहिँ पैसा याङ इच्छे चेथ्याहरू नुन तेलहरू चाहिँ माथि साटेर ल्याएकोसम्म मात्रै हामी क्लियर हुन्छ। त्यहाँदेखि चाहिँ हाम्रो बाटो छुट्टिन्छ। केसामी र नामसामी अर्थात् हामी युम्सा गर्ने कुराहरू युमनेपमाको कुराहरू चाहिँ त्यहाँसम्म मात्रै रहन्छ। हामी स्पष्ट रूपमा हुनुपर्छ। अनि रहेको छाला छ त्यहाँ केसामीको छाला चाहिँ माथि सोदुङे मुहाङकोमा पुऱ्याएको छ। सोदुङे मुहाङमा चाहिँ सोदुङे मुहाङ चाहिँ कहाँ बस्यो भन्दा चाहिँ ढुङ्गा भएकोमा रुखै रुख भएकोमातिर चाहिँ त्यतिखेर घर बनाएको हुँदैन। त्यो ढुङ्गाको अडारतिर लुङदुङफुकोतिर बस्दै हुन्थ्यो। त्यहाँतिर बस्थ्यो र सोदुङे मुहाङले लाओदी फुङफामासँग चाहिँ विवाह प्रस्ताव राख्दा लाओदी फुङफामाले चाहिँ के मुक्लानु के मुङला बनाइदिए। त्यो पछाडि चाहिँ म चाहिँ बरु लाम्लौवा गरिदिनु। त्यो पछाडि चाहिँ म तेन्दाङदेखि म विवाह गर्छु भनेपछि चाहिँ सोदुङे मुहाङले दुईवटा कर्मी देख्यो। दुईवटा कर्मीमा एउटा कर्मी लाङ कक हाङ र नाम दक हाङ, यो दुईवटा कर्मी चाहिँ के बनाउने व्यक्तिहरू हुन्। लाङ हाङ र नाम हाङ चाहिँ दुईवटा कर्मीले चाहिँ बनाएको र यो बनाइसकेपछि चाहिँ लाओदी फुङफामालाई चाहिँ लाम्लवा गरेर मेखिम गर्यो वा विवाह भयो। त्यो पछाडि चाहिँ लाओदी फुङफामा र सोदुङे मुहाङको विवाह भएपछि केही समय केही महिना केही वर्ष पछाडि चाहिँ उनीहरू दुईजनाबाट लाओदी फुङफामा र सोदुङे मुहाङबाट कोखबाट दुईवटा सन्तान जन्मियो। एउटा पाञ्चा इन्तेन्दोहाङ र इरेर इथुलुङमा। पाञ्चा इन्तेन्दोहाङ उमेर बित्दै गयो, उमेर पुग्यो, नाली थाङबेन भयो वा तन्धेरी भयो। अनि फेरि ऊ विवाह गर्ने भयो। विवाह गर्दा चाहिँ लुप्लिनामा वदाङनामा चाहिँ प्रस्ताव राख्यो। लुप्लिनामा वदाङनामाले चाहिँ फेरि एउटा प्रस्ताव राख्नुभयो। अहिले चाहिँ लुङथुङफुकुमा मात्रै हामी बसेका छौँ, अडारतिर मात्रै बसेका छौँ। मलाई लोक्फा सिङ्गिम वा घर बन्यो भने मात्रै म चाहिँ तेन्दाङ मेखिम गर्छु वा विवाह गर्छु भनेर फेरि लुप्लिनामाले राख्यो कुरा। अनि अब कसरी बनाउने त घर भनेर उहाँले चाहिँ अब एउटा सोध्दै जाँदा चाहिँ एउटा गौथलीले बनाएको जस्तै गुण जस्तै बनाउने हो कि भालुले चाहिँ रुखमाथि बनाउँछ त्यो अनुसारको बनाउने कि यो काल्पनिक गरेपछि गर्दा उसले चाहिँ एउटा भालुले बनाएको जस्तै म चाहिँ घर बनाउँछु बनाउँदै जाँदा चाहिँ सापेरी हामफेरीलाई चाहिँ कुरुमले सिलाङले वा त्यो खाम्बाले किचाएर मार्यो। बनेन घर, तैपनि उसले निरन्तर दियो। निरन्तर दिँदै जाँदा चाहिँ उसले नबनेपछि चाहिँ त्यही गाउँकै दुईजना कर्मीहरू थियो, लोकफा देङबा र हाङफा देङबा भन्ने दुईजना कर्मीले चाहिँ घर बनाउनु लगाएपछि घर सफल भयो। घर सफल भइसकेपछि चाहिँ सोदुङे मुहाङले चाहिँ मेरो छोराले मानव जातिमा सबैभन्दा पहिलो घर बनाएको हुनाले म यो के मैले बनाइराखेँ। अब त्यहाँ चाहिँ म चाहिँ कान्द्याङ फुन्द्याङ लोद्याङ केसामी वा केवा फुङमालाई चाहिँ के बोकाएर चाहिँ म त्यहाँ घर खुसियाली मनाउनु पठाउनु छु भनेर पठायो। तर त्यहाँ पुगेपछि उनीहरू नाचे तर संस्कारहरू सम्मानहरू त्यो नाली कुजैनहरू राम्रो भएन। त्यो नभएपछि चाहिँ केसामीबाट चाहिँ बिच्क्यो अनि सराप्यो घरलाई। अब थकले यो खाइहालोस्, थकले चाहिँ थक चाहिँ झै नाइन मिसोले थोकमा गरिहालोस् भनेर चाहिँ सरापिसकेपछि त्यो घर सरापेर 8 महिनामा ढल्यो। तर बारम्बार बनाउँदा पनि ढलेपछि चाहिँ फेरि चाहिँ पाँचा इङले चाहिँ बाउकोमा गयो। के पो भयो, मैले घर जति बनाए पनि यो भत्किन्छ,
धमिरालाई खाइहाल्छ भन्दा चाहिँ फेरि बाउले चाहिँ के भन्यो भने मैले चाहिँ हिजोको दिन तिमीले घर बनाउँदा कान्द्याङ फुन्द्याङ लोद्याङ केसामी वा के फुङलाई च्याबुङ नाच्नु पठाएको के नाच्नु पठाएको तर तिमीले संस्कार सम्मान नाली बुदेङहरू राम्रो गरेनौ त्यसले गर्दा यिनीहरूले सरापेछ। अब त्यसको लागि थक झार्नुको लागि ती 5 जना चाहिँ केलाङ नाच्नेहरूलाई बोलाउनुपर्छ, लाम्लो उवा गर्नुपर्छ, नाली गुजेङ राख्नुपर्छ अनि मात्रै उनीहरूले आएर थक झार्छ भनेपछि त्यो अनुसारै उनीहरू चाहिँ पाञ्चाइङले बिन्ती बिसाएर नाली गुजेङ राखेर चाहिँ लाम्लो उवा राखेर चाहिँ ल्याएर चाहिँ थप झारिसक्यो। अर्थात् लाम्लोवा चाहिँ किन गरियो भन्दा चाहिँ त्यहीँबाट नै उत्पत्ति हो। हामी चाहिँ लाम्लोवा बिना चाहिँ कुनै पनि कुरामा हामी चाहिँ कार्यहरू गर्न सक्दैनौँ। लाम्लोवा केलाङ नाच्नु जाँदा लाम्लोवा बिना चाहिँ हामी केलाङ नाच्दैनौँ। लाम्लोवा भनेको त्यही हो, हामी संस्कार स्वागत गरेको हो। त्यसले गर्दा हामीलाई सबैभन्दा पहिला लाम्लोवामै हो र उत्पत्ति नै केलाङको उत्पत्ति नै नाच्न थालेको चाहिँ हामी लोकपा सिङ्गीमा नाच्न थालेको भन्ने स्पष्ट रूपमा हामी केलाङ नाच्नेले हामीले थाहा हुनुपर्छ र हामी लाम्लोवा बिना हामी नाच्नु हुँदैन भन्ने कुरा चाहिँ क्लियर हुनुहुन्छ। र यसो भन्दै म अर्कोचोटि फेरि अब लोकपा सिङ्गीमामा कसरी नाच्ने, यो चाहिँ लाम्लोवा कति प्रकारको छन्, हामी कसरी गुरु पूजा गर्ने, थकिङमा कसरी गर्ने भन्ने कुराहरू अब अर्को पार्टमा हामी म भन्दै जान्छु। वा तपाईँहरू सुन्दै लाइक पनि गर्नुहोस्, सेयर पनि राख्नुहोस्, कमेन्ट पनि राख्नुहोस्, विचारधारा मेरो युट्युबमा चाहिँ राख्दै जानुहोस् भन्दै म नोगेन सेवाहरू अदान गर्छु।